लुम्बिनी प्रदेश सभाको 6औं अधिवेशन को नेकपा माओवादी केन्द्र संसदीय दलको तर्फबाट सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यो बजेट अधिवेशनको रूपमा यो अधिवेशन रहने गर्दछ। यो 6औं अधिवेशनको सफलताको शुभकामना दिँदै गर्दाखेरि यस अधिवेशनले महत्त्वपूर्ण रूपमा निर्णय गर्ने सवालहरूको सन्दर्भमा खास गरिकन नीति तथा कार्यक्रम र बजेट र यसलाई बजेट अधिवेशन पनि हामीले भन्ने गरिराखेका छौँ। नीति तथा कार्यक्रम समग्र प्रदेशको वस्तुस्थितिको आधारमा आओस् भन्ने कामना गर्न चाहन्छु। यद्यपि अहिलेसम्मको स्थितिलाई हेर्दाखेरि र समीक्षा गर्दाखेरि नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर बन्ने जुन विडम्बना छ यसको अन्त्य यस आर्थिक वर्षमा होस् भन्ने हाम्रो दलले चाहना राख्दछ। अहिलेसम्म नीति तथा कार्यक्रम देखाउने दाँत र चपाउने दाँत चाहिँ बजेट फरक ढङ्गले चपाइने गर्ने स्थिति बनिराखेको छ। मुख्यमन्त्रीले नीति तथा कार्यक्रम एकातिर ल्याउने, अर्थमन्त्रीले बजेट अर्कोतिर ल्याउने जुन खतरा छ अहिले पनि त्यस्तो नहोस्। किनभने यो स्थिति म किन देखिराखेको छु भने नीति तथा कार्यक्रम निर्माण गर्नुभन्दा अगाडि गर्नुपर्ने कार्यहरूको हकमा सरकारले आफ्ना गृह कार्यहरू पर्याप्त मात्रामा अहिले पनि मैले गरिराखेको देखिराखेका छैन। मध्यमकालीन खर्च संरचनाको अनुमान पहिले नै गर्नुपर्दछ। फागुन चैत महिनाभित्र नै मध्यमकालीन खर्च संरचना 3 वर्षको स्रोत अनुमान र खर्च अनुमान गरिसक्नु पर्दछ। तर सरकारले त्यो गरिराखेको अवस्था देखेका छैन। नीति तथा कार्यक्रम र बजेट आउनुभन्दा पहिला प्रदेशको आर्थिक सर्वेक्षण गर्नुपर्ने हो, तर त्यो तयारी पनि मैले देखेका छैन। गरेको भए राम्रै हुन्छ। तर यो बिना नै नीति तथा कार्यक्रम आउनु र बजेट आउनु, प्राथमिकता र सिद्धान्त निर्धारण गर्नु, हामी वास्तविक बजेटमा प्रवेश गर्न सक्दैनौँ। यस कारणले मैले हाम्रो दलको तर्फबाट हामी के चाहन्छौँ भने प्रदेशको वास्तविक वस्तुस्थितिलाई अध्ययन गरेर त्यसले इङ्गित गरेका समस्याहरूलाई समाधान गर्ने गरी नीति बनोस्, कार्यक्रम बनोस् र बजेट आओस्। प्रदेशमाथि प्रश्न चिन्ह उठिरहेको बेलामा हामी वास्तविक प्रदेशले सम्बोधन गर्नुपर्ने समस्याहरू सम्बोधन गर्न सकेनौँ भने फेरि पनि प्रदेशमाथि प्रश्न चिन्ह उठाउने वातावरण हामी आफैले बनाउने छौँ र बन्दै पनि आइराखेको छ। यसको निराकरण कर्मश हामी गर्दै जानुपर्ने अवस्था एकदम तत्काल रूपमा आइसकेको अवस्था छ। ढिलाइ गर्ने, खेलाँची गर्ने अवस्था देखिँदैन र जनतामा प्रदेशप्रतिको जुन प्रकारको आकर्षण घट्दै गइरहेको अवस्था छ, प्रदेशप्रति भरोसा राख्ने, प्रदेशप्रति आशा गर्ने वातावरण हामीले निर्माण गर्न सक्नुपर्दछ। प्रदेशको समग्र आर्थिक स्थिति, हाम्रो कुल ग्रास उत्पादनमा लुम्बिनी प्रदेशको योगदान, कृषि क्षेत्रले कति योगदान गरिराखेका छ, शिक्षा क्षेत्रले कति योगदान गरिराखेका छ, कृषि क्षेत्रका पनि विभिन्न अन्न बालीहरूले कति योगदान गरिराखेको अवस्था छ, औद्योगिक क्षेत्रले कति योगदान गरिराखेको अवस्था छ र लुम्बिनी प्रदेशको समग्र जनसङ्ख्यालाई आवश्यकता के हो यसको सही पहिचान हुन जरुरी छ। यसको सही पहिचान बिना हामी समस्याका सही समाधानतर्फ अगाडि बढ्न सक्दैनौँ। त्यसले गर्दाखेरि हाम्रो लुम्बिनी प्रदेशको आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनमा टेकेर छलफल बहसहरू कर्मश प्रक्रियागत ढङ्गले अगाडि बढोस् भन्ने शुभकामना पनि यहाँहरूको बिचमा व्यक्त गर्न चाहन्छु। र अहिले जसरी छलफल
वास्तविक बजेटतर्फ छलफल चलिरहेको अवस्था छ र स्रोत अनुमानको हिसाबले प्रदेशको योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा स्रोत अनुमान समिति हुन्छ र अहिलेसम्म त्यो योजना आयोगले विगतमा अनुमान गरेका स्रोतहरू किन उठेनन् त्यसको समीक्षा गरेका छ छैन र अहिले हाम्रो आवश्यकता कति हो र आवश्यकताका आधारमा हामीले स्रोतको विस्तार गर्न सक्छौँ कि सक्दैनौँ यो कुरा छलफल व्यापक रूपमा गर्न जरुरी छ। यसका आधारमा मात्रै हामीले आगामी बजेट बनाउन सक्छौँ। आवश्यकतालाई सम्बोधन गर्नका लागि हामीले बजेट घटाएर होइन, स्रोत र करका दायराहरूलाई विस्तार गर्नेतर्फ बढी जोड दिएर जानुपर्छ भन्ने मलाई लाग्दछ र करका दायरा विस्तार गर्ने क्रममा, स्रोत अनुमान गर्ने क्रममा उड्दै नउठ्ने, अनुमान योग्य नभएका कुराहरू अनुमानमा हामी फेल खाने हिसाबले त्यस्ता स्रोतहरू अनुमान गर्नु हुँदैन र थुप्रै स्रोतहरू छन् कानुनका अभावले, छलफलका अभावले र स्वयं हाम्रै सक्रियताको अभावले गर्दाखेरि पनि हाम्रा स्रोतहरू खुम्चिँदै गइरहेको अवस्था छ। दायित्व बढ्दै जाने, स्रोतहरू खुम्चिँदै जाने जुन अवस्था छ, दायित्वको आधारमा स्रोत हुनु पर्यो र स्रोतका आधारमा दायित्व सृजना गर्ने तर्फ सरकारले बढी ध्यान दियोस्। हुन त अब 2-4 दिन बाँकी छ, 2-4 दिनमा कति अनुमान गर्न सक्ने हो, फेरि पनि 2-4 दिन भित्रमा पनि वास्तविक बजेट ल्याउनेतर्फ सरकारले प्रयास गरोस् र स्रोत वृद्धि गर्ने तर्फ पनि विशेष जोड दिएर जाओस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु र मलाई लाग्छ अहिले हामी प्रतिपक्षी दलको तर्फबाट समग्र लुम्बिनी प्रदेशको विकासका लागि र लुम्बिनी प्रदेशका जनताहरूको समस्या समाधानका लागि र आर्थिक जीवन स्तर फेरबदल गर्नका लागि र उत्पादन वृद्धि गर्नका लागि हामी विशेष जोड दिएर जानेछौँ र यसतर्फ सरकारले सम्बोधन गर्ने कोसिस गरोस्। यसरी अगाडि बढेको हकमा हामी सकारात्मक हिसाबले, रचनात्मक हिसाबले नै प्रतिपक्षीको भूमिका निर्वाह गर्नेछौँ भन्ने कुरा पनि राख्न चाहन्छु। यदि हाम्रा प्रदेशका समस्याभन्दा धेरै फरक तरिकाले समस्या सम्बोधनै नगर्ने गरी बजेट आएको खण्डमा हामी फेरि पनि जनताका समस्यालाई जोरदार रूपमा उजागर गर्ने र त्यसलाई समाधान गर्नेतर्फ हाम्रा भूमिकाहरू सुनिश्चित गर्ने कुरा यस सदनलाई जानकारी गराउँदै फेरि पनि यो अधिवेशन सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।